चाहिँ एकदम विगतमा जन्मेको मान्छे हो। म चाहिँ चुमनुब्री गाउँपालिका वार्ड नम्बर 5 मा जन्मेको। मेरो बुवा नाम चाहिँ हिसी ग्याल्जेन लामा थियो अनि मेरो आमा नाम सुरम छोटन लामा थियो। म बुद्धिस्ट धर्ममा धेरै करा मान्ने मान्छे चाहिँ हो। म चाहिँ के नगरौँ गरे भने अलिक राम्रो गरौँ भने म त्यतिखेर चाहिँ बुद्धिस्टको त्यो चाहिँ कल्चरको त्यो गुरु लामाहरूको चाहिँ एकदम सोचेर राख्ने। गाउँबाट हिँडेर चाहिँ त्यतिखेर चाहिँ एक हप्ता हिँडेर आउनुपर्ने थियो काठमाडौँसम्म मेरो सानो उमेरमा। अनि काठमाडौँबाट त्यो सामान चाहिँ नफुटेको कारण घरमा लान्थ्यो। अनि सोचेर राख्थ्यो पहिला के गर्छ क्या घुम्छे भने म डोगै थियो। अनि डोगेपछि अनि लोसार खाँदा पनि पूजा गर्थ्यो अनि गर्दा त्यो पूजा गर्थ्यो। त्यो पछि मौका चाहिँ सधैँभरि एउटा लामा चाहिँ ठेक्का लिएर जस्तो मौका पर्ने राख्थ्यो। एक दिन म गोरमा थियो। म त्यतिखेर गाई बस्तु पनि पाले थियो। मेरो बुढी पनि थियो अनि छोरीको नाम चाहिँ सोनम दिदी थियो। अनि त्यतिखेर छोरी आमा चाहिँ गाउँमा थियो, म चाहिँ गोरमा थियो। तपाईँ तल झर्नुहोस् भने गोरबाट खबर आयो। आउँदाखेरिमा म गोरबाट राति आएर चाहिँ अर्को दिन चाहिँ दाइ काम गरेर त्यो एकजना मान्छे आछ तपाईँ काम गर्ने हो भन्छ मलाई। म काम त जे पनि गर्छु भन्यो। त्यो मान्छे कहाँ छ म एकचोटि भेटेर कुरा गर्छु भन्यो। अनि त्यसपछि म त्यो मान्छे भेट्दा चाहिँ उहाँ चाहिँ अहिले भन्दाखेरिमा येशूको चाहिँ पहिला प्रभुले चिनेको मान्छे रहेछ। उहाँ ट्रेनिङ चाहिँ 3 गुणे भन्ने ठाउँमा दिन्थ्यो। त्यतिखेर येशू हो कि न के पनि यो थाहा भएन। थाहा नपाएपछि उठ भन्छ उठेको हो, नाच भन्छ नाचेको नि हो। साथीहरू चाहिँ के भन्छ होइन यो त येशू हो हामी विश्वास गर्नु होइन होइन कुर्छ त गाउँमा भएन। त्यो साथीहरूले चाहिँ यता छेउछेउमा साथी त्यसो कुरा गर्थ्यो। अनि म त्यतिखेर चाहिँ मूर्खत मान्छे पनि थियो। अनि त्यो मान्छेहरू चाहिँ मेरो बाबाले खोज्यो, मेरो बाबा समायो, मेरो बाबाले दुःख दियो। तपाईँको छोराले मेरो मान्छे दाँते चढ्दियो तपाईँ के गर्नुहुन्छ त। त्यतिखेर बाबा रोएर मेरो छोरा कहाँ गयो पत्ता पनि पाएन। अनि मेरो छोरा भोलि भन्छु म सम्झाउँछु। साथीहरू चाहिँ कुरा मेरो टाउमा थोपर्दैछ। हामी चाहिँ आदि भएको पनि होइन ऊ त पुरै भइसक्छ हो भन्यो। अनि मेरो गाउँको मान्छे खालोपालोमा मैले चाहिँ धेरै नेगेटिभ सोध्यो। अर्कोचोटि म फेरि ट्रेनिङ आएको। त्यो ट्रेनिङ अर्कोचोटि आउँदा ट्रेनिङ सकेपछि म ग्रहण गरेको। अब ग्रहण गरेर गएपछि मेरो घरमा चाहिँ के परिवर्तन गर्नुपर्छ भनेर मैले अनि त्यति भन्दा चाहिँ मेरो प्रभु चाहिँ ज्ञान बुद्धि चाहिँ मेरो दिमागमा हालिसकेको रहेछ। अनि त्यतिखेर मलाई थाहा भएको थियो। अनि म काठमाडौँ त्यतिखेर चाहिँ अन्तिम दिनमा प्रसाद केसँग र प्रसाद ज्याबुलाले हामी सँगै भेट भएको 3 गुणीमा चर्चमा। अनि भेट भन्दा प्रसाद ज्याबु चाहिँ के भने थियो राजा तपाईँलाई परमेश्वर चाहिँ छेउमा छ यस्तो छान्ने चाहिँ मनमा राख्नुहोस्। उहाँले त्यति कुरा चाहिँ म अहिलेसम्म याद छ। अनि यो गरम गुरुङ सोरेर चाहिँ म आगोमा जलाएँ। जलाएपछि बाबा आयो रोयो, आमा रोयो, बुढी छेउमा छ। बुढी पनि तपाईँ के गरेको भन्छ। यो भनेको जति दिँदा पनि दुःख दिने जति दिँदा दुःख दिने रहेछ सबै थोक चलाउनु पर्ने रहेछ भनेर। अनि बुढी पनि रोयो। त्यसपछि बुढी रोँदा पनि बुढीको बाबा आमा चाहिँ एकदम बिमा त्यतिखेर होल धानीको मान्छे हो। अनि उहाँले चाहिँ मेरो घरमा तपाईँ त्यसो गर्नु भएन झैँस त्यसो हो भने तपाईँको उसको छोरी उसोमा लाने भन्ने कुराहरू पनि गर्यो। सोनम दिदी चाहिँ त्यतिखेर 3 वर्षको थियो। तपाईँ छोरी तपाईँ लाने हो भने मैले केही पनि प्रब्लम छैन तर म यसले जीवन त बाँच्छु मसँग प्रभु छ भने म जोड्छु आइरहन्छ। त्यतिखेर चाहिँ तपाईँले चाहिँ क्रिस्चियनमा गएको छ आज तपाईँ मेरो बहिनीसँग बस्नु पनि पाउँदैन तपाईँले यहाँ चाहिँ जिउनु पनि पाउँदैन भनेर मैले भन्यो। त्यो चाहिँ त्यतिखेर पञ्चायतकालमा चाहिँ 20 वर्ष चाहिँ उहाँले अध्यक्ष चलाएको मान्छे हो। त्यो पुस्तक यस्तो त्यतिको चाहिँ सोरौरे थियो, क्यातोङ्बा थियो, धोमाङ थियो। एकैचोटि बारी चाहिँ निकालेको। बारी निकाल्दा त गाउँमा मान्छे त अब यो राख्ने होइन भनेर चाहिँ उनीहरू प्लानिङ गरिसक्यो। अनि म एकैचोटि त्यति बारी लिएको म पनि अलिक मूर्खता थियो। त्यो चाहिँ अरूले दिए पनि हुन्थ्यो नि। एकैचोटि टोकोमा हाल्दै खोलामा फाल्दै गरेको म। यो मान्छे के हो त यो पुस्तक पनि फाल्छ यो त अब त पागल बस्यो। अब त यो त कामी भन्दा पनि यो त दुधमा हाम्रो गाउँमा माली भन्छ। यो भूतभन्दा भूत खत्तम मान्छे हो भन्यो। मैले त्यतिसम्म भन्यो। अब गाउँ चेताउने प्रयास गरिसक्यो।
अनि मैले गाउँ खेदाउने प्रयास गर्दा पनि मेरो मन चाहिँ के लाग्छ भने साँचो परमेश्वर चाहिँ हुन्छ भनेर मेरो महसुस गर्यो। अनि त्यहाँतिर मैले चाहिँ यो अनि त्यो भारी चाहिँ सबै निकालिसकेपछि मैले चाहिँ घरभित्र गएर मैले प्रार्थना गरेको। अनि मेरो बुढी मेरो छोरी सबै ल्याएर राति नेराएर एक दिन बाटोमा चाहिँ म गोरमा 2 हप्ता मैले बिताएको। अनि मेरो मनमा म ज्याठमा परे पनि ठिक छु, मेरो मनमा त्यही रहने आउने बित्तिकै उनीहरू 4-5 जना केटा आयो। अब तपाईँ आज के गर्नु? येशू छोड्नुहुन्छ कि तपाईँ चाहिँ यहाँनिर चाहिँ ढुटु मुटु पारेर चाहिँ तपाईँलाई चाहिँ पुलिस पनि थाहा नगर्ने खोलामा फाल्यो भन्यो थियो उहाँहरूले मलाई। त्यतिखेर परमेश्वर पनि मैले सम्झेँ त्यो, तर पनि मैले के भन्छ म मऱ्यो भने मेरो बुढी दुःख पाउँछ, मेरो बच्चा दुःख पाउँछ होला। तपाईँहरू आज म पाल्दा आज पक्का मान्ने हो भनेको भने त्यो तपाईँ आज काट्ने हो। अनि तयार गरेर आउँछ, यत्रो चक्कु सबै तयार भइसकेको छ। 4 जना केटा अगाडि आयो। अरू चाहिँ अब आउने भाइ छ त, उनीहरू त सिटिङ भइसकेको छ। उनीहरू मेरो लागि 3 दिन मिटिङ गरिरहेछ। गाउँ मुखियादेखि लामादेखि बसेर मिटिङ गरिरहेछ। अनि देखेर मेरो मनमा लाग्छ म मरि के गर्नु, मरि मर्छ, मेरो छोराले नाममा दिनु भनेर मेरो बाबा त पछि मेरो पछि आएछ। अनि त्यतिखेर मैले भने तपाईँले मैले मरेर तपाईँहरू शान्ति हुन्छ भने काट्नु न, मैले त्यतिखेर भनेको। त्यतिखेर बुढी चाहिँ गाउँमा ल्याएन, छोरी र बुढी कोर्टमा थियो। त्यो मैले दुःख दिने मान्छे चाहिँ बुढी चाहिँ 81 बिरामी भयो। बेलुका 3 बजे त्यतिखेर बर्खा थियो। 81 बिरामी भएर उठ्नु पनि नसक्ने, यता भएर जानु नसक्ने, यस्तो पछाड परेर थियो। त्यसपछि चाहिँ ठक्क चाहिँ हेलिकप्टर आएर ओराकरले मुनि ल्यान्ड गरेर त्यो बुढाबुढी त टप काठमाडौँ गयो। काठमाडौँ गएपछि त त्यो मुद्दा त्यतिखेर गरम गुरु मुद्दा ढाल्यो। म चाहिँ जित भएको थिएँ त्यतिखेर मैले जित भयो। त्यसपछि त्यो मुद्दा हरायो। पछि मैले उहाँले पनि समाचार सुनाउँदा गएको सूचना सुनाउँदा पछि उहाँ पनि लास्टै बिरामी भयो। चुनाव आउँदाखेरिमा पार्टीको मान्छे चाहिँ मौका आएर चाहिँ के भन्छ, म त त्यतिखेर पार्टी पनि थिएन, के पनि थिएन, यीशुमा विश्वास गर्ने मान्छे हो। तर म काम चाहिँ इमान्दारी गरेपछि सबै मान्छे मलाई मानिरहेको थियो। अनि यीशुको प्रेम चाहिँ मलाई देखाइदियो। राजा तपाईँ त ओरा आधा चाहिँ उड्नु पऱ्यो भने म ओरा आधा चाहिँ उठ्दैन, मलाई थाहा नै छैन। तपाईँ उड्नु जित्छ। एउटा गाउँमा 13वटा गुम्बा छ। अनि 13वटा गुम्बामा गुरु 5वटा गुरु छ, औतारिक 5वटा औतारिक छ। अनि त्यो 5वटा औतारिक चाहिँ नियम के गरेछ भने राजा क्रिस्चियन मान्छे हो, टिकट लिइसक्यो, त्यसले पुरा गाउँमा क्रिस्चियन बनाउँछ भनेर उनीहरू मनमा डराइरहेछ। अनि तपाईँ चाहिँ टिकट लिएर चुनाव लड्ने हो भन्छ। भोट हाल्ने मान्छे पाए म लड्छु, त्यो जनताको हात हो, त्यो जनताले सोध्ने हो भनेपछि त्यो लामा एकछिन डङ्ग बस्यो। जनता त उठाउने छ। अनि त्यसपछि भोलिको दिन चाहिँ जनता पुरै जम्मा गर्यो। अनि त्यतिखेर चाहिँ नलोड पनि त होइन, तपाईँ टिकट चुनाव लड्ने हो, तपाईँ नयाँ नियम नपराउनु, पुरानो नियम नतोड्नु भन्यो। अब यहाँ अहिले कुरा के गर्नुहुन्छ छैन भने यहाँ गरौँ भनेर गरेको। सबै जनता चाहिँ के भन्छ, हामी कसैले टिकट लिँदैन, तपाईँमा भरोसा छ, तपाईँमा आशा छ, तपाईँले निरुपले जिताइदिन्छु भनेर। हालेलुया। मेरो विरुद्धमा त एकजना मान्छे लड्नु पनि छैन। अब पोली गाउँको मान्छेले भन्छ तपाईँ यस्तो हो भने सबै जनताले यही हो, उहाँ नै हो, हामी त उहाँ काम राम्रो गर्छ, आशा भरोसा सब उहाँमाथि हो भने जनताले। त्यो भइसकेपछि म ओरा गाउँपाले गयो, म ओरा चाहिँ निर्वाचित भएर गाउँमा आयो। मेरो ओरामा चाहिँ 6 करोड बजेट आयो। 6 करोड बजेट आउँदाखेरिमा अनि मैले मेन त्यो लामा मेन लामा चाहिँ बढाएर म बस्ने कोठामा सँगै बसेर कुरा गरेको। अब म चाहिँ येशूले विश्वास गर्ने मान्छे हो, तर तपाईँ बुद्धिस्टले विश्वास गर्ने मान्छे हो, त्यही भएर भने तपाईँ र म चाहिँ मिलेर काम गर्ने हो। उसले भन्यो र ठिक छ, म पहिला पनि गाउँमा यस्तो सहकार्य गर्ने मान्छे खोजेछु, पाएन। म यहाँ गुम्बामा बसेको 30 वर्ष भइसक्यो रे। आज चाहिँ जति आयो भने उसँग विरोध मात्रै भयो रे। अब त्यतिखेर मेरो मनमा के लाग्छ, येशूले मेरो मनमा बोल्यो, अब तपाईँको प्रेम चाहिँ त्यो लामाले देखाउनु पर्छ, येशूको प्रेम चाहिँ त्यो लामाले देखाउनु पर्छ भनेर मेरो हृदयमा बोल्यो। त्यहाँदेखि म 5 वर्षसम्म चाहिँ म त्यो लामासँग सहकार्य गरेर म काम गरेको। येशूको चेलाहरूसँग तपाईँ हामीसँग काम गर्ने चाहिँ मैले बडा खुसी लाग्ने। म यो राजनीतिक काममा चाहिँ म एकदम मनमा चाहिँ यो काम चाहिँ म ठिक जसरी पनि लाग्दैन। अनि काठमाडौँ साथीहरू, गाउँ साथी
तपाईँ फेरि चुनाव लड्नुपर्छ, तपाईँ गर्नुपर्छ। म नै नगर्ने। अर्को जुटी चुनाव आउनेले त्यही वर्षमा फेरि मेरो आँगनमा जनता सबै बोलायो। त्यो ठुलो लामोले यति बोलायो कि कुरामा येशूको शक्तिबाट मैले प्रार्थना त्यो मैले जे मलाई त उसले त्यही बोल्यो, म के पनि बोल्नु पर्यो। हाम्रो बुद्धिस्ट गुम्बा चाहिँ खतम छ। गुम्बामा खाने रक्सी खाने झगडा गर्ने मात्रै गर्छ। यो मान्छे क्रिस्चियन मान्छे हो, कस्तो काम गर्यो तपाईँले देखेन त। म त उसको काम धेरै चिता बुझेर फेरि उसले गर्न खोजेको भने थियो। त्यतिखेर उसले उसकै मुखबाट आएको कुरा तपाईँ नकाले भने तपाईँ के बुढी बाटो पनि बस्नु पर्यो भन्नु। निरुपात चाहिँ निरुविरोधमा चाहिँ फेरि वडा सदस्य चाहिँ राखिदिएको, उहाँ चाहिँ जनताले राखिदिएको। अनि मेरो बुढीको विरुद्धमा पनि चुनाव लडेन। त्यो भएपछि लामाहरूले मैले के त कहाँ खेदाउनु सक्नु। उहाँहरूले मैले विरोध पनि गर्दैन, उहाँहरू विरोध पनि गर्दैन। अहिले चाहिँ खुल जम्मा मैले 5वटा बच्चा छ। मेरो बुढाबुढी बुवा आमा सबै अहिले चाहिँ म प्रभुले चिनेर झुट्छ। सबै हाम्रो हिमाली जाति चाहिँ येशू चाहिँ तपाईँले एकदम चिन्नुपर्छ है। तपाईँको येशू नचिने उद्धार गर्न सक्दैन है। हालेलुया।